यहाँ सम्पूर्ण नमस्कार। म तपाईहरुको आत्मीय मित्र जक्सन पाइल अदृश्य। अहिले चाहिँ म आफै जन्मेको ठाउँ पर्यटन नयाँ गन्तव्य लिम्चु गाउँपालिका 1 बासवटे स्वास्थ्य चौकीमा छु। आज चाहिँ हामीले चाहिँ स्वास्थ्य चौकीमा चाहिँ सरसफाइ गर्ने कार्यक्रम गरेको हुनाले यहाँ हामी सबैजना उपस्थित भइसकेका छौँ। यो चाहिँ हाम्रो स्वास्थ्य चौकी हो। यहाँनिर चाहिँ अहिले सबैजना यतातिर हुनुहुन्छ, सरसफाइ गर्दै हुनुहुन्छ। यतातिर चाहिँ अहिले हाम्रो चाहिँ लिम्चु गाउँपालिका 1 बासवटेको चाहिँ सक्रिय युवा नेता हाम्रो नवीन सर हुनुहुन्छ। नवीन सर, ल यता नवीन सर चाहिँ हाम्रो चाहिँ नवीन सर चाहिँ हामी लिम्चु गाउँपालिका 1 बासवटेको चाहिँ सक्रिय युवा नेता। उहाँ चाहिँ हाम्रो चाहिँ वडा सदस्य पनि हुनुहुन्छ। यता हाम्रो टिका सिस्टर नाना हजुर हेलो, हामी यहाँ झार काट्दै छौं। यता हुन्छ काट्दै छु म कच्चेले। यता हाम्रो भतिज हुनुहुन्छ। यता हाम्रो दिलीप सर हजुर हजुर। यता सुनिल सर हुन्छ। उहाँ चाहिँ हाम्रो चाहिँ वडाको इन्चार्ज हैन, उहाँ चाहिँ हाम्रो वडाको इन्चार्ज हुन्छ। हाम्रो सुनिल सर हुनुहुन्छ। उहाँ सरसफाइ कार्यक्रम हाम्रो चलिरहेको छ गाइज हैन। हामी चाहिँ यसरी सरसफाइ गर्दैछौँ। आज हामीले चाहिँ शुक्रबारको दिन हैन, आज हामीले शुक्रबारको दिन चाहिँ हामीले सरसफाइ गर्ने कार्यक्रमहरु चाहिँ सरसफाइ गर्ने कार्यक्रम चाहिँ हाम्रो लगभग सकिन लागेको छ है। यता हाम्रो मामा हुनुहुन्छ, यतातिर हुन्छ। यता हाम्रो सरहरु चाहिँ झार सार्दा उयो यहाँ छ ठेला गाडीमा। यो गाडीमा चाहिँ हामीले उक्लेको झारहरु ओसारेर सर ठाकेर यता बस्नु भएको छ। यतातिर हामीले सरसफाइ गर्दैछौँ। यतातिर हाम्रो सरसफाइ गर्ने कार्यक्रम हुँदैछ। उहाँ चाहिँ हाम्रो चाहिँ लिम्चु गाउँपालिका 1 बासवटे वार्ड नम्बर 1 चाहिँ हाम्रो नेता होमबहादुर राई हुनुहुन्छ। उहाँ चाहिँ वडा सदस्य, उहाँले पनि सरसफाइ कार्यक्रम गर्दै हुनुहुन्छ। यता हाम्रो कहाँ हुनुहुन्छ, ल यता फेरि हरिदा हुनुहुन्छ। हरिदा है सरसफाइ गर्ने कार्यक्रम यता हाम्रो हुँदैछ। सट्ट यता झारहरू उक्लेर त्यससँग सरसफाइ गरिदिन्छ। हामीले चाहिँ यता सरसफाइ गर्ने कार्यक्रम हुन्छ। भेना ल यता सरसफाइ गर्ने कार्यक्रम चलिरहेको छ। ल हेर्नुहोस्, हामी सरसफाइ गर्ने कार्यक्रम यसरी गरिरहेको छ। अब लगभग हामीले सरसफाइ गर्न हामीले थोरै मात्र बाइस लगभग हामीले सकिसक्यौँ। यो व्यस्त समयमा पनि तपाईहरुले हाम्रो भिडियो हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। साथै माया।